मलाई नछौ। के तिमीलाई साँच्चै तिम्रो मायाको केही मूल्य जस्तो लाग्छ? तिमीसँग बाहिर सडकमा निस्कनु मेरो लागि एकदमै ठूलो बेइज्जतीको कुरा हो। प्रिय, तिमी मसँग यसरी कसरी कुरा गर्न सक्छौ? माया, आज तिम्रो मुड अफ देख्छु त, के भयो? त्यो महिलाको कुनै अर्थ छैन। तिमी प्रतिभाशाली, भव्य र उत्कृष्ट छौ। म तिमीसँग विवाह गर्न चाहन्छु। म स्वीकार गर्छु, म तिम्रो हुनेछु। मैले के गल्ती गरे? मसँग भएको सबै कुरा, मेरो सारा माया, मेरो सारा समय तिमीलाई दिए। तिमीले एकपटक म तिम्रो सबैभन्दा विशेष आप हुँ भनेका थियौ। अहिले मलाई किन यति धेरै गर्छौ? तिमीलाई थाहा छ म उनी जस्तो कुनै पनि बेकारको कुरामा कहिल्यै रुन्न। एक संस्कारी महिलालाई कसरी व्यवहार गर्ने थाहा हुन्छ। एकदम सही भन्यौ। तिमी त्यो सबै हौ जुन उनी कहिल्यै हुन सक्दिनन्। अनि म तिमीलाई धेरै माया गर्छु मेरो प्यारा। हाम्रो लागि यदि तिमी अझै पनि मेरो काममा सहयोगी नभएको भए मैले धेरै पहिले नै तिमीलाई डिभोर्स दिइसकेको हुने थियौ। हेर प्रिय, मैले हामी दुवैका लागि ब्रेकफास्ट तयार गरेकी छु। तिम्रो यो कुरूप अनुहार देख्ने बित्तिकै मेरो भोक नै हराउँछ। के म साँच्चै ती नराम्री छु? के मेरो अनुहार साँच्चै कुरूप छ? म किन सुन्दरी हुन सक्दिन? म अब यस्तो रहने छैन। म आफूलाई बदल्ने छु। म कसम खान्छु। हे, तिमीले हप्तौंदेखि नरोकी ट्रेनिङ गरिरहेकी छौ। तिमी साँच्चै नै अविश्वसनीय छौ। तिम्रो यो कडा मेहनत लोभ लाग्दो छ। म प्रभावित भए। तिमीले मेरो परिवर्तन देख। तिमी सधैँ मेरो साथ थियो। मलाई बदलिँदै देखियो। जिसके की हो? मसित बिहे गर्ने तिमी पक्कै पनि मजाक गर्दैछ। तिम्रो यो रूप मेरो लेभलको छैन। तिमी मेरो लायक छैनौ।